नमस्कार साथीहरू, सम्पूर्णमा नमस्कार। आज चाहिँ हामी यो 2082 2082 मा चाहिँ नासुको भर्खर भ्याकेन्सी खुलेको छ, है। सो त्यो भ्याकेन्सीमा भर्नको लागि चाहिँ हामी यदि तयारी गर्नेवाला छौँ, गर्ने सोचिरहेको छौँ भने आज हामी सो नासुको सिलेबस चाहिँ के छ त, होइन? नासुको सिलेबस कस्तो छ, पाठ्यक्रम कस्तो छ, त्यसको बारेमा विस्तृत चर्चा गर्नेछौँ। के पढ्ने, होइन? कुन पढ्ने, कस्ता प्रश्न हुन्छन्, कसरी गर्ने, अ, कति खण्डमा एक्जामहरू, परीक्षाहरू हुन्छ, यसको बारेमा चाहिँ आज हामी चर्चा गर्छौँ। सो ढिला नगरिकन अब हामी सिधै विषयवस्तुतर्फ लागौँ। सबभन्दा पहिला नासुको सबैभन्दा पहिलो एक्जाम चाहिँ हाम्रो प्रथम पत्र। सुनौँ है, प्रथम पत्र। अब यहाँनिर हेरौँ है अलिकति, लोक सेवा आयोगले यो निकालेको भ्याकेन्सी हो। सरी, यो चाहिँ सिलेबस हो, है, लोक सेवा आयोगको सिलेबस। अप्राविधिकतर्फ न्याय, परराष्ट्र प्रशासन, लेखा परीक्षण र संसद सेवा, राजपत्र अनङ्कित, प्रथम पत्र, न्यायिक सुब्बा वा सोस्र पदको खुल्ला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम, है। पाठ्यक्रम कस्तो छ अब हेरौँ है त। ल, अब प्रथम चरणको, है, प्रथम चरणको एक्जाम चाहिँ हामीले कस्तो हुन्छ प्रथम चरणको, यसको बारेमा अलिकति चर्चा गरौँ है। प्रथम चरणमा चाहिँ तपाईँलाई जम्मा-जम्मी क्वेसन्सहरू, प्रश्न सङ्ख्या चाहिँ 50 वटा क्वेसन सोध्ने रहेछ। हेर्नुहोस् त, 50 वटा क्वेसन सोध्ने रहेछ। एउटा क्वेसन ठिक गरेको चाहिँ कति? 2 नम्बर गरेर जम्मा-जम्मी चाहिँ तपाईँले पूर्णाङ्क यहाँनिर 100 नम्बर चाहिँ पाउनुहुने रहेछ, है। 100 नम्बर पाउनुहुने रहेछ प्रथम पत्रमा। अब पास हुनलाई उत्तीर्णाङ्क चाहिँ कति छ भन्दा 45। 45 चाहिँ तपाईँले ल्याउनै पर्यो। यानि तपाईँले दोस्रो र तेस्रो पेपर दिनको लागि चाहिँ पहिला प्रथम पत्र पास गर्नै पर्छ। प्रथम पत्रमै फेल हुनुभयो भने तपाईँले दोस्रो र तेस्रो पेपर दिन मिलेन, होइन? सो प्रथम पत्र उत्तीर्ण गर्नको लागि चाहिँ तपाईँले कति मार्क्स ल्याउनु पर्यो त साथीहरू? भन्दा तपाईँले 45 मार्क्स चाहिँ ल्याउनै पर्यो क्या, है। अब समय अवधि चाहिँ कति हुन्छ सर भन्ने क्वेसन। समय चाहिँ तपाईँको 45 मिनट हुन्छ जम्मा, है। 45 मिनटमा तपाईँले टुइकी के गर्ने भन्दाखेरि त्यसलाई जुन प्रश्न ठिक हुन्छ त्यसलाई चाहिँ ठिक लाउने हो, गोलो लाउने हो, होइन? त्यो प्रश्न चुन्ने हो। ठिक अब तपाईँलाई जुन 4 वटा वैकल्पिक दिएको हुन्छ, हामीसँग अप्सन दिएको हुन्छ, त्योमध्ये जुन सही हो त्यसलाई गोलो लाउने, ठिक लाउने, जे भनौँ, है। हो, त्यसरी चाहिँ हाम्रो पूर्णाङ्क 100 मार्क्सको 50 वटा प्रश्नसहितको 2 मार्क्स गोटाले 45 मिनटमा चाहिँ यसरी एटेम्प्ट गर्नुपर्ने हुन्छ। उत्तीर्णाङ्क 45 भनेपछि हामीले कतिवटा मिलाउनु पर्यो त भन्दाखेरि 45 गरेर 22 वटा 22.5 आउँछ। लगभग 23 वटा मिलायौँ भने हामी प्रथम पत्रमा पास हुने रहेछौँ। कतिवटा मिलायौँ भने? 23 वटा मिलायौँ भने, है त। ल, हामीले 23 वटा चाहिँ मिलाउनै पर्ने भयो। 50 वटा प्रश्नमा हामीले 23 वटा प्रश्न मिलायौँ भने 23 दुना 46, 46, है। 46 आयो भने हामी 45 मा उत्तीर्णाङ्क छ, मजाले पास हुन्छौँ। यसरी बुझौँ, है त। र अब छ द्वितीय पत्र। द्वितीय पत्रमा के छ हेर्नुहोस् त। समसामयिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापन, है। योबाट चाहिँ तपाईँलाई पूर्णाङ्क 100 मार्क्स हो भने उत्तीर्णाङ्क 40 मार्क्स। उत्तीर्णाङ्क गर्नलाई, योबाट पास हुनलाई चाहिँ 40 मार्क्स ल्याए हुने रहेछ, है त। अनि अब यसको प्रश्न सङ्ख्याहरू 14 वटा प्रश्न 5 नम्बरको गोटा 5 अङ्क ल्याउने रहेछ भने 3 वटा प्रश्न चाहिँ 10 नम्बर ल्याउने रहेछ। समय चाहिँ तपाईँको 2 घन्टा 30 मिनेट। दोस्रो पत्रका लागि तपाईँले पाउने समय भनेको 2 घन्टा 30 मिनेट रहेछ। तेस्रो पत्रका लागि पनि त्यही नै रहेछ, 2 घन्टा 30 मिनेट नै रहेछ। हेरौँ त यहाँनिर, हो, 2 घन्टा 30 मिनेट नै रहेछ। अब जाउँ अर्को फाइनल स्टेज। अब यदि तपाईँले दोस्रो पत्र पनि पास गर्नुभयो, तेस्रोबाट पनि पास गर्नुभयो भने चौथो अन्तिम अवस्था भनौँ न, फाइनल स्टेज चाहिँ अन्तिम चरण चाहिँ तपाईँले अब कम्प्युटरसिपको परीक्षण र अन्तर्वार्ता दिने। यसको पूर्णाङ्क चाहिँ जम्मा 40 मार्क्स छ, है। यो पनि क्र्याक गरेपछि तपाईँ हुनुहुनेछ नासु, यानि नाइब सुब्बा, है। अब यसको केही नीति नियम, होइन? अब विद्यार्थीले ध्यान दिनुपर्ने कुराहरू, नियमावलीहरू जस्तो, नियम जस्ता कुराहरू चाहिँ यसमा राखेको छ। हामी इम्पोर्टेन्ट कुराहरू चाहिँ बुझौँ है पहिला। पहिला छ द्रष्टव्यको 1 नम्बर बुझौँ है त।
यो पाठ्यक्रम योजनालाई संयुक्त र एकीकृत परीक्षा प्रणालीको आधारमा अप्राविधिक न्याय, परराष्ट्र प्रशासन, लेखा परीक्षण र संसद सेवाका सबै समूहका लागि लिखित परीक्षा प्रथम चरण र द्वितीय चरण तथा अन्तिम चरणको परीक्षा गरी 2 भागमा विभाजन गरिएको छ। 2 भागमा विभाजन गरिएको छ अरे, हैन? अनि माथिका तालिका 1, 2 र 3 मा दिइएको अनुसारको परीक्षा माथि उल्लेखित सबै समूहका लागि अनिवार्य हुनेछ। माथि उल्लेखित सेवाको सबै समूहका लागि प्रथम र द्वितीय विषयको विषयवस्तु एउटै कमन र अनिवार्य हुनेछ। तर तृतीय पत्र सेवा समूह सम्बन्धी विषय सेवा समूहहरू फरक हुनेछ। यानि कि यो बुझौँ है, यो 3 नम्बर अलि बुझौँ। अलि बुझ्नुपर्ने भनेको 3 नम्बर हो। 3 नम्बरले के भन्नु भने तपाईँले तेस्रो पत्र दिनको लागि चाहिँ पहिला प्रथम र दोस्रो त निकाल्नै पर्यो है। र यसले के भन्छ भने प्रथम र दोस्रो चाहिँ सबैका लागि के हुन्छ, सेम हुन्छ क्या, कमन हुन्छ। भने तृतीय चाहिँ अब फरक हुन्छ अरे। हेर्नु, तृतीय पत्र चाहिँ तपाईँ अब पछि जागिर कुन विभागमा खाने, हैन? त्यहाँबाट छुट्टिन्छ क्या। जस्तो तपाईँले 10 सम्म त सबैले एउटै पढ्नुहुन्छ नि साथीहरूले। 10 पछि के गर्नुहुन्छ? 11, 12 मा जाँदा कोही साइन्स पढ्नुहुन्छ, कोही म्यानेजमेन्टतिर जानुहुन्छ, कोही आर्ट्सतिर जानुहुन्छ, हैन? कोही ह्युम्यानिटिजतिर जानु होला, कोही पछि एचएमकोतिर जान्छु भन्नु होला। हो त्यसरी छुट्टिए जस्तै यसमा पनि अब प्रथम र दोस्रो त एउटै हुने भयो पेपर। तर तेस्रो पेपरमा आएपछि चाहिँ के हुने भयो? छुट्टिने भयो क्या अब। के हुन्छ भन्दा तपाईँले 4 वटा ठाउँमा जान पाउनुहुन्छ। हेर्नु है, एउटा हो न्याय, एउटा हो परराष्ट्र, एउटा हो प्रशासन र अर्को छ लेखा, यानि कि एकाउन्टिङ गरेर यो 4 वटा हामी 4 ठाउँ जान पाउँछौँ। तेस्रो पत्र चाहिँ हामीले 4 वटा मध्ये आफूलाई जुन बेस्ट लाग्छ त्यसैमा जान पाउँछौँ। केमा अरे? न्याय, परराष्ट्र, प्रशासन र लेखा परीक्षण। अब न्याय भनेको तपाईँ कानुन सम्बन्धी, हैन? कानुनको क्षेत्रमा जान चाहनुहुन्छ, न्याय सम्बन्धी क्षेत्रमा जान चाहनुहुन्छ भने तपाईँले न्याय चुज गर्नुपर्ने हुन्छ। परराष्ट्र भनेको तपाईँले अब विदेशी कुराहरू है, भोलिका दिनमा तपाईँलाई विदेश भ्रमण गर्ने अथवा भनौँ न यस्ता कुराहरू वैदेशिक कुराहरूसँग सम्बन्धित कुरामा रहेर चाहिँ तपाईँलाई काम गर्नु छ भने चाहिँ परराष्ट्र तपाईँले चुज गर्ने हो। प्रशासन, अफिस एन्ड एडमिनिस्ट्रेसनको कुराहरू प्रशासनमा आउँछ भने लेखा परीक्षण भनेको चाहिँ तपाईँले एकाउन्टिङ, अडिटिङ, हैन? एकाउन्टिङ र अडिटिङको पढ्नु भएको छ भने चाहिँ तपाईँले लेखा परीक्षणबाट चाहिँ तेस्रो पत्रमा लेखा परीक्षण छनौट गर्न सक्नुहुन्छ, है त? यो कुरा भयो। र अर्को हामीले बुझ्नुपर्ने कुरा चाहिँ परीक्षाको माध्यम नेपाली वा अङ्ग्रेजी अथवा नेपाली र अङ्ग्रेजी दुवै हुनेछ। बुझ्नुहोस् है, नेपाली र अङ्ग्रेजी चाहिँ दुवै हुनेछ। पत्रमा सर अब मलाई नेपाली मिडियम मात्रै आउँछ अथवा मलाई इङ्ग्लिस मिडियम गाह्रो लाग्छ, हैन? अथवा मलाई नेपाली मिडियमै गाह्रो लाग्छ भन्ने साथीहरू, तपाईँ नेपालीमा राम्रो हुनुहुन्छ भने नेपाली नै चुज गर्नुहोस्, आफ्नो भाषा, परीक्षामा लेख्ने भाषा। भने अङ्ग्रेजीमा तपाईँ पोख्त हुनुहुन्छ, अङ्ग्रेजीमा तपाईँको विज्ञता राम्रो छ, हैन? भने तपाईँ अङ्ग्रेजी चुज गर्नुहुन्छ। तर सुन्नुहोस् है, यहाँ एउटा शर्त लगाइदिएको छ। तर परराष्ट्र सेवाका लागि तृतीय पत्र अङ्ग्रेजी भाषा र कूटनैतिक विषयको परीक्षाको माध्यम भाषा अङ्ग्रेजी मात्र हुनेछ। तर एउटा कुरो चाहिँ परराष्ट्र, भोलि तपाईँले परराष्ट्रतिर जानु पर्यो है, परराष्ट्रमा जागिर खानु पर्यो भने चाहिँ तपाईँले अङ्ग्रेजी जान्नै पर्ने भयो है। अङ्ग्रेजी मात्र हुनेछ भनेर यसरी शर्त झुन्डाइदियो है। परराष्ट्रको नेपाली चाहिँ नहुने रहेछ, परराष्ट्रको पत्र चाहिँ अङ्ग्रेजीमा मात्रै आउने कुरा यसरी हामीलाई नियमले खुलाएको छ। यो बुझौँ है। ल, अब यो पाँचौँको पनि बुझौँ। पाँचौँको के बुझौँ भने मल्टिपल चोइस क्वेसनमा चाहिँ नि पाँचौँले के भन्छ भने मल्टिपल चोइस क्वेसनमा तपाईँले कुनै एउटा गलत गर्नुभयो, हैन? त्यो चुज गर्दाखेरि ठिक हान्दाखेरि कुनै गलत गर्नुभयो भने त्यो गलतको उत्तर बाबत 20% अङ्क काटिनेछ है। गलत उत्तर दिएकोमा प्रत्येक गलत उत्तर बाबत 20% अङ्क चाहिँ तपाईँको के हुने रहेछ भन्दा मामा घर जाने रहेछ। काट्यो अब है, 20% चाहिँ तपाईँको काट्ने रहेछ। तर उत्तर नदिएमा त्यस बापत अङ्क दिइने छैन र अङ्क काटिने पनि छैन। तर तपाईँले उत्तर दिनु भएन, कुनैमा पनि ठिक लाउनु भएन भने चाहिँ तपाईँको अङ्क काट्दैन। यानि कि तपाईँ अब अन्कनाउँदै हुनुहुन्छ, हो कि होइन जस्तो, अथवा थाहा नै छैन तर पनि टिक लाउँदै हुनुहुन्छ भने चाहिँ त्यो सकभर नगर्दा राम्रो। किन? किन भन्दाखेरि अब त्यो कन्फिडेन्टली तपाईँले एटेम्प्टै गर्नु भएको छैन भने त त्यो त गल्ती भयो भने त भरे ठिक भएकोबाट पनि मार्क्स काटिने भयो नि त है। त्यसैले गल्ती गर्दाखेरि मार्क्स काटिने रहेछ है। त्यसकारणले तपाईँ कन्फिडेन्टली भएका चिजहरूमा कन्फिडेन्टली आफूलाई आउने
बहुवैकल्पिक प्रश्नहरूमा मात्रै अटेम्प्ट गर्दाखेरि चाहिँ राम्रो अझ है त। र अर्को नियम के भन्छ, 6औँ नम्बर नियम, यो पनि बुझौँ अलिकति। 6औँ नम्बर नियमले चाहिँ क्याल्कुलेटर प्रयोग गर्न पाइने छैन भन्छ सिधै है। तपाईँलाई क्याल्कुलेटर इक्जाममा लान दिँदैन है। क्याल्कुलेटर चाहिँ के हुन्छ, एक्जाममा अलाउ हुँदैन, बुझ्नुभयो नि। अब अरू यसबाट बुझ्नुपर्ने त्यस्तो खाले त कुनै छैन है। यो 12 नम्बर बुझौँ। यो अघि मैले भनिसकेँ। 12 नम्बर भनेको लिखित परीक्षाको द्वितीय चरणमा मूल परीक्षामा छनौट भएको उम्मेदवारलाई मात्र अन्तिम चरण फाइनल स्टेजमा के गरिनेछ भन्दा सम्मिलित गरिन्छ। अब द्वितीय चरणमै तपाईँ सिलेक्ट हुनु भएन भने त फाइनल चरणकोमा त तपाईँलाई लाने कुरै आएन नि होइन। अब 8मै फेल हुनुहुन्छ भने तपाईँ 9मा जाने कुरो आएन होइन। त्यस्तै तपाईँ स्टेप क्रमैसँग प्रथम पत्र पास गरेपछि द्वितीयमा जान पाइयो है। अब दोस्रो चरण पास गरेपछि फाइनल स्टेज जान पाइयो, यसरी भन्छ के। यो त अब सामान्य चिज हो होइन, यसमा अरू त्यस्तो रकेट साइन्स केही पनि छैन। यो पाठ्यक्रम चाहिँ कहिले 2081 यतिदेखि स्वीकृत भएको र 2082 यानि अहिलेको मितिलाई पनि यही नै हुन्छ है। अहिले तपाईँहरू अब जुन एक्जाम दिँदै हुन्छ नि 2082मा, 2082मा अहिले भर्खर खुलेको यो विज्ञापनमा पनि यही पाठ्यक्रम चाहिँ लागु हुन्छ है, त्यसो भन्छ यसले चाहिँ। अब यसको सिलेबस हेरौँ त एकचोटि। सिलेबस, प्रथम पत्रको सिलेबस हेरौँ है त। किनकि तपाईँले जबसम्म सिलेबस बुझ्नुहुन्न तबसम्म तपाईँको नाम कहिले पनि निस्किँदैन है। सिलेबस बुझ्नु भनेको आदि कुरो बुझ्नु हो के। त्यसैले सबभन्दा पहिला सिलेबस बुझ्नु, सिलेबसले के भनिरहेछ होइन, कस्ता क्वेसनहरू सोध्छ, पहिला म के पढ्दैछु भनेर त थाहा हुनु पऱ्यो नि एक्जाम तयारी गर्नुभन्दा अगाडि होइन। सिलेबस बुझौँ है। सिलेबसको प्रथम पत्रमा चाहिँ के सोध्छ, सामान्य ज्ञान र सामान्य बौद्धिक परीक्षण। सामान्य ज्ञान र सामान्य बौद्धिक यानि जिके र आइक्यू। सामान्य ज्ञान भनेको जेनरल नलेज है, तपाईँलाई जिके थाहा हुनु पऱ्यो होइन। अब जिके थाहा हुनु पऱ्यो एउटा, अर्को चाहिँ के थाहा हुनु पऱ्यो भन्दाखेरि आइक्यू थाहा हुनु पऱ्यो है। बौद्धिक परीक्षण क्या तपाईँको, अब भनौँ न तपाईँले बौद्धिक रूपमा त्यसलाई चाहिँ के गर्नु पऱ्यो, बहुवैकल्पिक प्रश्न दिएको हुन्छ त्यो चुज गर्नु पऱ्यो है। अब सामान्य ज्ञान तर्फबाट तपाईँलाई ब्रह्माण्ड सम्बन्धी जानकारी सोध्छ, सौर्यमण्डलहरू होइन, अनि अब ग्रहहरूको बारेमा सबैभन्दा तातो ग्रह कुन हो, सबैभन्दा चिसो ग्रह कुन हो, पृथ्वीको सबैभन्दा नजिकको ग्रह कुन हो, पृथ्वीबाट सबैभन्दा टाढाको ग्रह कुन हो होइन। अनि अब यसको उपग्रहको बारेमा सोध्छ होइन, मङ्गलका उपग्रहहरू कतिवटा छन्। यसरी भनौँ न ब्रह्माण्ड सम्बन्धी जानकारी चाहिँ सोध्ने भयो। त्यस पछाडि विश्वको भूगोल सम्बन्धी, अब महासागर होइन, महादेशको बारेमा सोध्ने भयो, महासागरको बारेमा सोध्ने भयो। त्यस्तै ध्रुवीय अक्षांश, देशान्तर, अन्तर्राष्ट्रिय तिथि रेखा, समय दूरी। योबाट सबैभन्दा इम्पोर्टेन्ट चाहिँ महादेश र महासागरबाट एकदम सोधिरहन्छ है। अनि तालबाट पनि बेला बखत सोधिरहेको हामी देख्न सक्छौँ है। यिनीहरू यो इम्पोर्टेन्ट छन् है। योबाट चाहिँ माथिको ब्रह्माण्डबाट चाहिँ तपाईँलाई ग्रह उपग्रह सम्बन्धी नै बढी जान्नुपर्ने हुन्छ है। अरूभन्दा नि ग्रह र उपग्रह, यो ग्रह र उपग्रह चाहिँ सबैभन्दा सौर्यमण्डलबाट इम्पोर्टेन्ट। ग्रहका विशेषताहरू होइन, चिसो ग्रह, तातो ग्रह अघि मैले भनिहालेँ, हरियो ग्रह कुन हुन् है, यसरी यिनीहरूका विशेषताहरू जान्नुपर्ने हुन्छ। अब अर्को छ नेपालको भूगोल। नेपालको भूगोल चाहिँ अब यसको नेपालको भूगोल कस्तो छ, धरातलीय स्वरूप कस्तो छ, प्राकृतिक स्रोतहरूको बारेमा, भौगोलिक विविधता र जनजीवनको बारेमा, नेपालमा पाइने हावापानीका किसिम र विशेषताहरू यो पनि जान्नुपर्ने हुन्छ है। नेपालको भूगोलपछि अर्को छ विश्वको इतिहास। यो विश्वको इतिहासबाट त्यस्तो धेरै इम्पोर्टेन्ट चाहिँ छैन है। नेपालकै इतिहासबाट बरु इम्पोर्टेन्ट छ। नेपालको इतिहास चाहिँ यहाँनेरि प्राचीन कालदेखि हालसम्म, अब किराँतकाल, लिच्छवीकाल, किराँतकालका प्रथम राजा को हुन् होइन, अनि अब मल्लकालमा भएका आर्थिक सामाजिक विकासहरूकोबाट पनि सोध्छ है। यसरी नेपालको इतिहासलाई चाहिँ अब सुरुको गोपाल वंश, महिषपाल वंश, लिच्छवीकाल, मल्लकालदेखि लिएर अहिलेसम्मको है। अब आधुनिक इतिहास भनेको चाहिँ अब पृथ्वीनारायण शाहको इतिहासदेखि जोडिएको है। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुभयो, त्यहाँदेखि अगाडिका इतिहासहरू, अहिलेसम्मका घटनाक्रमहरू होइन, अब ती कुराहरूलाई चाहिँ आधुनिक इतिहासमा चाहिँ हामीले के गर्नुपर्ने हुन्छ, पढ्नुपर्ने हुन्छ है त।
अर्को छ नेपालको सामाजिक एवं सांस्कृतिक अवस्थाहरू, होइन? प्रथाहरू, अब देउकी प्रथा, झुमा प्रथा, होइन? धान नाच, यस्ता भनौँ न नेपालमा चलिआएका प्रथाहरू के छन्, कसो छन्, यसको बारेमा चाहिँ हामीले यसमा पढ्नुपर्ने हुन्छ। सामाजिक अवस्था कस्तो छ के? सामाजिक अवस्था, सांस्कृतिक अवस्था, अब धर्म, संस्कृति, कला, धर्महरूको पनि अब सोध्छ, होइन? हिन्दू धर्म, बौद्ध धर्म, अब यिनीहरूको अब हिन्दू धर्म, बौद्ध धर्मका प्रवर्तक को हुन्, होइन? धर्मको बारेमा यस्ता कुराहरू जान्नुपर्ने हुन्छ। कलाहरू जान्नुपर्ने हुन्छ, साहित्यको जान्नुपर्ने हुन्छ, साहित्यकारहरूको नाम, होइन? युग कवि भनेर कसलाई चिनिन्छ, आँसु कवि भनेर कसलाई चिनिन्छ, यस्ता साहित्यकारका उपनामहरू, यस्ता कुराहरू, यावत कुराहरू चाहिँ यसमा पढ्नुपर्ने हुन्छ, है त? सङ्गीत छ, सङ्गीतको उत्पत्ति कुन वेदबाट भएको, यस्ता सामाजिक अथवा सांस्कृतिक अवस्था भनेपछि तपाईँले बुझिहाल्नुभयो, है? समाजभित्रका सम्पूर्ण कुराहरूलाई चाहिँ यसले समेटेर सोध्छ प्रश्न, है? अब अर्को सांस्कृतिक सम्पदाको किसिमहरू यो पनि छ, है? तर योभन्दा पनि अझै इम्पोर्टेन्ट चाहिँ यो माथिकैबाट सोधिरहन्छ। अनि योबाट अरू नेपालको आर्थिक अवस्थाहरूको बारेमा हेर्नुहोस्, विज्ञान प्रविधि र स्वास्थ्य, है? विज्ञान प्रविधि र स्वास्थ्यको बारेमा पनि सोधिरहन्छ, खोपको बारेमा सोधिरहन्छ, होइन? अनि तपाईँहरूको यसबाट अरू सोध्ने भनेको चाहिँ तपाईँलाई वंशाणु, है? वंशाणु क्रमका कुराहरू पनि, क्रम विकासका कुराहरू पनि यसबाट बेला बखत सोधिरहेको पाइन्छ। यो सिलेबसलाई पनि एकचोटि तपाईँहरूले ध्यान दिनुहोला, है? अर्को पारिस्थितिक पद्धति र वातावरणको बारेमा सोध्छ। त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध तथा सङ्घ संस्थाको बारेमा सोध्छ। भनौँ न अब नेपालको छिमेकी देशहरू कुन कुन, है? सार्कको बारेमा तपाईँलाई थाहा होला, होइन? एमबिबिएस पेन भनेर हामीले फर्मुला बनाएर याद गरेका थियौँ। बिमस्टेकको बारेमा जान्नुपर्ने हुन्छ। यानि क्षेत्रीय सङ्गठनहरूको बारेमा के, सङ्घ संस्था, बिमस्टेक, आसियान, है? युरोपियन सङ्घ, EU, होइन? यी यस्ता कुराहरू चाहिँ हामीले यसको बारेमा चाहिँ हामी डिटेलमा क्लासमै पनि चर्चा गर्छौँ, है? अनि यो अन्तर्राष्ट्रिय सम्बन्धहरू कस्तो छ, कुन देशसँग कस्तो छ, यसको बारेमा चाहिँ बेला बखत हामीलाई सोधिरहन्छ। यो पनि बुझौँ है। यसरी हामीलाई सामान्य ज्ञानबाट ब्रह्माण्डदेखि विश्वको भूगोल, नेपालको भूगोल, विश्वको इतिहास, नेपालको सामाजिक एवं सांस्कृतिक अवस्था, नेपालको आर्थिक अवस्था, विज्ञान प्रविधि र स्वास्थ्य, पारिस्थितिक पद्धति र वातावरण, यसरी यी यति यति जिकेबाट चाहिँ हामीलाई झ्याप्पै लगाएर कति मार्क्सको सोध्ने रहेछ साथीहरू भन्दा हेरौँ है, 60 मार्क्सको सोध्ने रहेछ। कति मार्क्सको? 30 वटा प्रश्न 2 नम्बर गोटाले 60 मार्क्स चाहिँ यहाँबाटै सोध्ने रहेछ। हेर्नुहोस् है, 60 मार्क्स चाहिँ हामीलाई यहीँबाट सोध्ने रहेछ, एउटैबाट। हेर्नुहोस् त, अब 60 मार्क्स त यहीँबाट सोध्छ भनेपछि अब अरू 40 मार्क्स चाहिँ कहाँबाट सोध्छ त भन्दाखेरि 40 मार्क्स चाहिँ तपाईँलाई आइक्यूबाट सोध्छ। यानि सामान्य बौद्धिक परीक्षणबाट सोध्छ। तपाईँको बौद्धिक परीक्षण, होइन? सोच्ने तार्किक क्षमता कस्तो छ, तर्क, होइन? एउटा सोच्ने एबिलिटी कस्तो छ, है? त्यो तपाईँको एबिलिटीको चाहिँ मेजरमेन्ट गरेर चाहिँ सामान्य बौद्धिक परीक्षणबाट तपाईँलाई 40 अङ्क चाहिँ दिन्छ, है? 40 अङ्क चाहिँ यहाँबाट दिन्छ। अब शाब्दिक तार्किक परीक्षण सोध्छ, है? योबाट अब धेरै सोधिराखेको कोडिङ, डिकोडिङ सोध्छ। त्यस पछाडि तपाईँलाई यसबाट सोध्ने भनेको वर्गीकरण सोध्छ। अनि छोडिएको अक्षर, सङ्केत मिलाउने, दिशा र दूरी ज्ञान परीक्षण, तार्किक विश्लेषण, श्रेणीक्रम, पङ्क्तिक्रम, यो पनि सोधिरहन्छ। भनाइ र कारण, आगमन निगमन कार्य, अवस्थाको सिलसिला, यो पनि सोध्छ, है? यसरी शाब्दिक तार्किक परीक्षण र दोस्रो नम्बरमा मात्रात्मक, सङ्ख्यात्मक वा अङ्क सम्बन्धी तार्किक परीक्षण, अङ्क सम्बन्धी के, है त? अङ्क सम्बन्धी सोधिरहन्छ। अब यसबाट सोधिराख्ने भनेको नाफा नोक्सान सोध्छ, अनुपात, रेसियो एन्ड प्रोपोर्सन भन्छ नि, अनि दशमलव भनेको पर्सेन्टेज सोध्छ, भिन्न भनेको डिफरेन्स, है? अनि क्रिया सम्बन्धी, प्रतिशत सम्बन्धी, अब पर्सेन्टेज सम्बन्धी भनिहालेँ मैले, है? मिति, पात्रो, समय र काम, है? टाइम एन्ड वर्कबाट पनि सोध्छ। यसलाई यति दिन यो काम गर्न यति दिन लाग्यो भने अब यति जानु थपिँदा कति दिन लाग्छ भनेर त्यसरी सोध्छ। तपाईँले अब ट्याक्क त्यहाँ अप्सन दिएकै हुन्छ गोलो लाउने, है? त्यसरी योबाट पनि, समय र कामबाट पनि सोधिरहन्छ धेरै। यो हेर्नु होला। अनि अर्को छ अशाब्दिक तार्किक परीक्षण, है? अब योबाट भेनचित्र हेर्नुहोस् है, भेनचित्र सोधिरहेको हुन्छ, आकृति बनोटहरू सोधिरहेको हुन्छ, है? अनि पानीमा देखिने आकृतिहरूको बारेमा पनि बारेमा भन्दा पनि त्योसँग सम्बन्धित प्रश्नहरू पनि सोधिरहेको हुन्छ। यसरी हामीलाई अब यो
यसबाट धेरै प्रश्न त छैन। तर पनि भनौँ न आइक्यू लगाउनलाई यो चाहिँ मेहनतै गर्नुपर्ने हुन्छ। तपाईँले मजाले पढ्नै पर्ने हुन्छ आइक्यूको चाहिँ है। यसको चाहिँ त्यस्तो सर्टकट केही पनि छैन। यो चाहिँ मेहनत गरेर हेर्नै पर्ने हुन्छ। यसरी तपाईँले प्रथम पत्र निकाल्नुपर्ने हुन्छ। प्रथम पत्र निकालेपछि मात्र तपाईँ अगाडि जान पाउनुहुन्छ। प्रथम पत्रको फुल मार्क्स कति छ भन्दाखेरि 100 रहेछ होइन। 45 चाहिँ पास मार्क्स रह। तपाईँले 23वटा प्रश्न मिलाउनु पर्ने रहेछ। समय चाहिँ 45 मिनट रहेछ है। 45 मिनटमा 23वटा प्रश्न ट्याक्क मिलाउनु भयो भने र तपाईँको उताबाट पनि मार्क्स काटिएन है। तपाईँले अब सबै अरू पनि गल्ती लेख्नुभयो भने त फेरि कुरो बिग्रियो है। तपाईँलाई कन्फिडेन्टली आउँदैन भने बरु टिक नलाउने है। आउँछ भने चाहिँ टिक लाउने। त्यसरी तपाईँले 23वटा चाहिँ गल्ती नगरी ट्याक्क मिलाउनु भयो र उताबाट धेरै मार्क्स काटिएन भने चाहिँ तपाईँले गल्ती गरेर तपाईँको नेगेटिभ मार्किङमा मार्क्स काटिएन र 23वटा चाहिँ चोखो बच्यो भने चाहिँ तपाईँ पास हुने सम्भावना अब भयो। 46 मार्क्स आउँछ। 46 मार्क्स आउनु भनेको तपाईँ अब दोस्रो पत्र दिनको लागि इलिजिबल हुनुहुन्छ, यानि योग्य हुनुहुन्छ। यसरी तपाईँ यही हो सिलेबस है। अब यो इङ्ग्लिसबाट पनि सोध्छ। सर नेपालीबाट मात्र देखाउनु भयो भन्नु होला। इङ्ग्लिसबाट पनि ठ्याक्कै यही सोध्छ। जो इङ्ग्लिस मिडियमबाट पढ्नुभएको साथीहरू छ, उहाँहरूलाई चाहिँ इङ्ग्लिस मिडियमवाला साथीहरूलाई चाहिँ यो जेनरल नलेज अघि हामीले जुन कुरा नेपालीमा चर्चा गरौँ, त्यही कुराहरू चाहिँ तपाईँलाई इङ्ग्लिसमा पनि सोधिरहेको हुन्छ। हेर्नुहोस् त, यो सिलेबस छ है। यही कुरा अघि मैले जुन कुरा नेपालीमा भनेँ त्यही कुरा इङ्ग्लिसबाट पनि सोध्छ क्वेसन्स है त। यहाँ हेर्नुहोस् त जस्तै यस्तो हुन्छ यो प्रश्न है। यसरी यसरी तपाईँलाई प्रश्नहरू सोधिरहन्छ। अब यो मध्ये जुन ठिक हो त्यसलाई ट्याक्क गोलो लाउने हो होइन। यसरी 4वटा मध्ये छान्ने हो। यो चाहिँ एउटा भनौँ न मोडल क्वेसन जस्तो यहाँ दिएको रहेछ। अब माथि क्वेसन दिएको छ, त्यस पछाडि ग्रुप बीमा के दिएको छ भन्दा जेनरल मेन्टल एबिलिटी टेस्ट यानि आइक्यू, जीके आइक्यू दुइटै दिएको छ है। यसरी तपाईँलाई जम्मा-जम्मी सोध्ने भनेको चाहिँ यहाँ हेर्नुहोस् है। शुद्ध यो त टाइपिङतिर रहेछ, ठिक छ ल। अब फर्स्ट सिलेबस प्रथम पत्रको सिलेबसको बारेमा मैले यसरी चर्चा गरेँ। अब दोस्रो पेपरको पनि सिलेबसको हेर्न चाहनुहुन्छ भने चाहिँ यही भिडियो तल अथवा मेरै च्यानलको प्लेलिस्टमा गएर तपाईँले अथवा भिडियो सेक्सनमै गएर हेर्न सक्नुहुन्छ है। यस्तै लक्ष्यसँग सम्बन्धित भिडियोहरू चाहिँ आगामी दिनमा आउँदै नै छन्। तपाईँलाई अब भिडियो ठिक्कै लाग्यो, एकदम जानकारीमूलकै लाग्यो भने भिडियोलाई चाहिँ लाइक गरेर सब्सक्राइब गरेर हाम्रो च्यानलसँग जोडिनु होला। हामी आगामी दिनमा यस्तै लोकसेवाका कन्टेन्टहरू बनाउने छौँ भन्दै आजको भिडियोलाई चाहिँ मैले यही अन्त्य गर्न चाहेँ। धन्यवाद।